नमस्ते गाइज, म चाहिँ आज हजुरहरूलाई पिएससिसी लाइन कसरी क्लिन गर्ने, त्यसको ड्रेसिङ कसरी गर्ने भन्ने कुरा सिकाउन जाँदैछु होइन। त्यसको लागि चाहिँ हामीले फर्स्ट के सामानहरू रेडी पार्नुपर्छ म हजुरलाई भन्छु। हामीलाई चाहिँ मेन त अल्कोहल स्वाब चाहियो है। अल्कोहल स्वाब मैले चाहिँ यो युज गरेको छु। तपाईँहरूसँग अल्कोहल स्वाब हुन्छ भने त्यो पनि युज गर्न सक्नुहुन्छ। टेका ड्रम यो चाहिँ हामीले पिएससिसी लाइनको यहीँनिर यो छ नि, यसले मुभ गर्न दिँदैन, बेस्ट हुन्छ यो चाहिँ। तपाईँले यसले ड्रेसिङ गर्नुभयो भने चाहिँ पिएससिसी लाइन 7 दिनसम्म हजुरलाई त्यो चलाउनु पर्दैन। तर अरू नर्मल्ली लगाउनु भयो भने चाहिँ होइन, यो भनेको स्पेसिफिक पिएससिसी लाइनको लागि हो कि। तर यो भेटाउनु भएन, अरू कुनै भेटाउनु भयो भने चाहिँ त्यो ड्रेसिङ चाहिँ एक दिन बिराएर गर्नु होला। अनि हामीसँग चाहिँ यो बाँध्ने अर्कोवाला टेप हुन्छ होइन, तर हामीसँग अहिले अभाइलेबल छैन। त्यही भएर मैले चाहिँ आज यो युज गर्न गइरहेको छु। यो चाहिँ गज भयो। सो लेट्स गो गाइज। यु फिल पेन बिकज हाम्रो पिएससिसी लाइन भयो है। ल हामीसँग चाहिँ यो स्पेसिफिक खालको यो टेका ड्रम युज गरेको थियो है। त्यही भएर आज हामीले 1 हप्तापछि चाहिँ ड्रेसिङ गर्न गइरहेको छौँ। सो लेट्स गो। आफ्नो ह्यान्ड चाहिँ सेनिटाइज गर्न नबिर्स्नु होला। हामीलाई स्टेरर नै चाहिन्छ। सो गाइज अब चाहिँ म खोल्दैछु टेप होइन। टेप खोलेपछि बिस्तारै ध्यान दिएर खोल्नु होला। फेरि टेपसँगै पिएससिसी लाइन पनि बाहिर आउन सक्छ है। सो बिस्तारै लेट्स गो। यो चाहिँ 1 हप्तासम्म भएर त्यो चुम्बक जस्तो हुन्छ कि टेपमा चाहिँ, त्यही भएर यो चाहिँ धेरै टाँसेको हुन्छ त्यो लाइनसँग। सो राम्रोसँग खोल्नु होला। तपाईँसँग साथी छ भने चाहिँ बेस्ट हुन्छ। तर मेरो क्यामेरामा नै मेरो साथी भयो। यहाँ पनि हाल्नु भयो। यहाँनिर हाम्रो टेपको मास लाउनु पर्ने छ। ल गाइज यो चाहिँ तपाईँले राम्रोसँग होल्ड गर्नु होला। म त स्ट्राइट ह्यान्डमा छु। मजासँग क्लिन गर्ने। यो रगत के रेडनेस के भयो भनेपछि त्यो डक्टरलाई इन्फर्म गर्ने भयो। त्यसपछि यहाँ तल चाहिँ हामीले अल्कोहलले क्लिन गर्ने थियो। अल्कोहल हालिदियो। यहाँ तल चाहिँ सबै क्लिन गर्ने। सुकाउने। यसलाई चाहिँ ड्राई हुन दिनु पऱ्यो होइन। यस्तरी खोल्नुहोस्। यो चाहिँ नि यसले सरी बाबु सरी ल यसरी यसमा चाहिँ यस यसरी अरूहरू यस्तो बिचमा भइसक्यो अनि दादा आफै रियल बोलेको अघि छ नि जस्तो रियल बोलेको त्यसरी हाल्दा नि हुन्छ कि राम्रो हुन्छ। यसरी इजिली निकाल्न सक्नुहुन्छ। यसरी इजिली निकाल्न सक्नुहुन्छ। हजुरले त भइसक्यो नै गर्नुपर्छ। यस्तो गर्ने के गरे हात सुकेर यो चाहिँ हेर्नुहोस् यहाँ पुगेछ। यहाँ ब्लड छ केही छ। गुड। एउटा छ यो। यसलाई चाहिँ अब यसरी यो दुईटा धर्कालाई प्रोटेक्ट गर्न सक्नुहुन्छ। वी डोन्ट वान्ट टु बिकज यो चाहिँ हजुरले 1 वर्ष 6 महिनासम्म राख्नु मिल्छ नि त एज पर पेसेन्ट्स रिक्वायरमेन्ट। त्यही भएर हामीसँग अर्को टेप छैन होइन। त्यही भएर चाहिँ हामीले यो टेप युज गर्छौँ। त्यसको लागि चाहिँ हामीले यसलाई चाहिँ गर्ने हात चाहिँ क्लिन हुनु पऱ्यो कि जसरी हुन्छ। त्यसपछि यसलाई मात्र कभर गर्ने जति कट गर्ने। यतिर चाहिँ म कट गर्छु। नट टु मच। होम सेटिङमा चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ म सिकाउँदै गइरहेको छु। सो इट्स इजी फर नर्सेस हु आर इन द होम सेटिङ। चाहिँ ठिक छ। खलास यो चाहिँ फ्रस गर्ने त्यस्तै अब त्यस्तै गर्ने ड्रेसिङ मजाले निकाल्नु खलास निकाल्ने। त्यसपछि
ओके प्लिज बाई बाई। बाई बाई। म अर्को भिडियोसँग आउने छु। अहिलेको लागि चाहिँ बाई बाई। म हजुरलाई अर्को के गर्नुपर्छ के हुन्छ भनेर न्यू नलेजका साथ म तपाईँलाई